लेख्ने कोसिस। मेरो कविताको शीर्षक समय। हेर भाइ बहिनीहरु, समय एकदम बलवान हुन्छ। न यसलाई छेक्न सकिन्छ न रोक्न सकिन्छ। न यसलाई छेक्न सकिन्छ न यसलाई रोक्न सकिन्छ। समयको चक्रसँगै चल्न सके महान व्यक्ति बन्न सकिन्छ। यसको चक्रसँगै चल्न नसके के हुन्छ खै त्यो थाहा छैन। त्यसैले म भन्छु, समयमै बुझ समयमै पढ, समयमै बुझ समयमै पढ, नत्र बुढेसकालमा प्रौढ शिक्षा जानुपर्छ। समयमै खानुपर्छ समयमै पिउनुपर्छ, समयमै खानुपर्छ समयमै पिउनुपर्छ, नत्र बेकारमा ग्यास्ट्रिकको औषधि खानुपर्छ। आफ्नो केही प्रतिभा छन् भने खुलेर गर समयमा नै। आफ्ना केही प्रतिभा छन् भने खुलेर गर समयमा नै, नत्र भविष्यमा म जस्तै हुनुपर्छ। आउँदैन नि त नाच्नु गाउनु। नत्र भविष्यमा म जस्तै हुनुपर्छ। अभिभावक र शिक्षकको अर्थी मान्ने गर समयमा नै। अभिभावक र शिक्षकको अर्थी मान्ने गर समयमा नै, नत्र भविष्यमा खाडीको टिकट काट्नुपर्छ। अभिभावक र शिक्षकको कुरा सुनेर पालना गर समयमा नै। अभिभावक र शिक्षकको कुरा सुनेर पालना गर समयमा नै, नत्र भविष्यमा कुनामा बसेर खुनको आँसु रुनुपर्छ। यसैले भविष्यमा एक जिम्मेवार व्यक्ति बन्नुपर्छ। राम्रो सोचको विकास गरी नराम्रो कुरालाई राम्रो सोचको विकास गरी नराम्रो कुरालाई भुल्नुपर्छ। सबैले तिम्रो प्रशंसा र गुणगान गरेको सुन्दा, सबैले तिम्रो प्रशंसा र गुणगान गरेको सुन्दा गर्वले हाम्रो छाती र नाक नाच्नुपर्छ। धन्यवाद।